नेपाल प्रहरीको तलब बढाउन पर्ने देखियो। हिजोको यो कार्यक्रम हेरेँ मैले। हिजो कार्यक्रममा चाहिँ वर्दीदेखि लिएर आन्दोलन कसरी नियन्त्रण गर्ने इक्विपमेन्टको बारेमा अनि प्रहरीले जागिर छोड्ने क्रम बढ्यो भन्ने कुरामा पनि डिस्कस भएको देखियो। तर किन चाहिँ जागिर छोडे भन्ने कुरामा डिस्कस भएको देखिएन। अब दुर्गा प्रसाईले भने जस्तो मैले महिनाको 1 लाख बनाइन्छु भने जस्तो 1 लाखै त बनाउन सकिँदैन होला। तर यो नेपाल प्रहरीको सेवा नै भए पनि आत्मसन्तुष्टि हुने खालको तलब त चाहियो। मेरै पनि साथीहरू हुनुहुन्छ नेपाल प्रहरीमा, उनीहरूको धान्न गाह्रो भयो, बरु विदेशै जान पाए हुन्थ्यो भन्ने खालको कुराहरू पनि सुनिएको छ। त्यसैले जति पनि टिकटक, फेसबुक, युट्युब चलाउनुहुन्छ साथीहरू, तपाईँहरूले चाहिँ यो कुरालाई अलिक बढी प्राथमिकताका साथ उठाउनु पर्ने भयो। भिडियो बनाएर हुन्छ, पोस्ट गरेर हुन्छ कि यो भिडियो सेयर गरेर हुन्छ, तपाईँहरूले दबाब बढाउनु पर्यो। नेपाल प्रहरीको तलब बढाउनै पर्ने देखियो यहाँनिर।